वर्षौंबाट पीडित बाहुनडाईका हात्ती पीडित किसानहरूले आजबाट आन्दोलन सुरु गरेका छन्। उनीहरूले बाहुनडागीबाट नाराबाजी सहित जुलुस गर्दै मेची नगरपालिकाको कार्यालयमा पुगेका छन् र मेची नगरपालिकाको कार्यालय स्थानीय सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्नको लागि अनुरोध गर्दै उपमेयरलाई मागपत्र समेत पेश गरेका छन्। बाहुनडागीमा लामो समयदेखि भारतीय हात्तीहरू आएर विभिन्न धनजन र किसानका बालीहरू नष्ट गरेकाले त्यहाँका मानिसहरू अत्यन्तै पीडित भएका छन् र उनीहरू अन्ततः सडक प्रदर्शनमा उत्रेका छन् र राज्यले आफूलाई आफ्ना मागहरू सम्बोधन गर्न अनुरोध गर्दै उनीहरू स्थानीय सरकारको ढोका ढकढक्याउन आज त्यसतर्फ गएको दृश्य यहाँहरूलाई म देखाइरहेको छु। किसानको पसिना जिन्दाबाद, हात्ती पर्यटन बन्दाबाद, हात्ती पर्यटन बन्दाबाद, हात्ती पर्यटन बन्दाबाद, करिडोर फिर्ताबाद, करिडोर फिर्ताबाद, यस्ता नेता चाहिँदैन, हात्ती पाल्न पाइँदैन। सबै किसानहरूको हात्ती पर्यटन बन्द हो, हात्ती पर्यटन बन्द हो। हात्ती करिडोर फिर्ता गर, हाम्रो माग पुरा गर, जनता रुक्न पाइँदैन, हात्ती पर्यटन बन्द गर, हात्ती पर्यटन बन्द गर, हात्ती बन्द गर, हात्ती बन्द गर। हामी विगत लामो समयदेखि प्राकृतिक रूपमा हात्तीद्वारा पीडित हुँदै आइरहेको कुरा जगजाहेर छ र सरकार र नियामक निकायको हेरदेख्दै र लापरवाहीले गर्दाखेरि आज हामी यो ढोका झकझकाउनको लागि हामी बाध्य बनेका छौँ। आज हामी हाम्रो 7 बजे माग लिएर यहाँ समक्ष उपस्थित भएका छौँ र यो कार्यक्रम यो विद्रोहको झोलको हो। यो समस्या समाधान नहुन्जेलसम्मको लागि हामी यो आन्दोलनरत छौँ, हामी सडकमा छौँ, नगरपालिकामा छौँ भन्नको लागि आज हामी उपस्थित भएका छौँ। उहाँहरूलाई सम्पूर्ण रूपमा जानकारी गराउन चाहन्छु, जबसम्म हामीमा उपमेयर उपस्थित हुनुहुन्न हाम्रो यो नाराको कार्यक्रम तबसम्म निरन्तर रहिरहनेछ। जबसम्म हामी हाम्रो अभिभावक, हामीले नेतृत्व गर्न पठाएको हाम्रो जिम्मेवार अभिभावक मेयर र उपमेयर हाम्रो समस्या, जनताको समस्या सुन्दिन यहाँ उपस्थित हुनुहुन्न तबसम्म हामी यही क्रम जारी राख्नेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु। जनताको माग सम्बोधन गर, पीडित कृषक एक हो, पीडित कृषक एक हो, किसानको पसिना जिन्दाबाद, पारीको हात्ती बन्द गर, भारतीय हात्ती बन्द गर। हामी 1, 2, 3, 4 को निम्ति हाम्रो माग अनुसार पुरा नभएमा हामी फेरि यो आन्दोलन जारी राख्नेछौँ। किनकि के हुन्छ भने यो कुरा यहाँ सकिँदाखेरि हाम्रो पीडा यहाँ सकिँदैन। आज हामी बोल्न छोड्यौँ भने भोलि अरू बोल्न आउँछन् यहाँ है। अनि हाम्रो कुरा अहिलेसम्म माग पुरा नभएको धेरै वर्ष भइसक्यो। अब यस्तो पाराले गर्ने हो भने त कि हामी विदेश जानु पर्यो कि अर्काकोमा गोठाला बस्नु पर्यो। अब जग्गा जमिन त छ, रोपाइ छैन है। अब विदेश जानलाई 40-50 लाख ऋण ब्याङ्कले हामीलाई त्यो पनि दिँदैन। हाम्रो जग्गा जमिन यति साह्रो भ्यालु घटिसकेको छ यो हात्तीले गर्दा। आज 20 लाखमा बिक्री गरेको जग्गा 10 लाखमा पनि बिक्दैन। यो सबै हात्ती द्वन्द्वले गर्दा हो। सो यो कुराहरूमा हाम्रो नगरहरूको आवाज पुगोस्। हामी सबैजनाले तपाईँको यहाँ आउनुको कारणै हामीले केही पाउँछौँ होला भनेरै आएको हो।